हेलो हेलो साथीहरू, वेलकम टु माई भिडियो। के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला? हामी पनि सन्चै छौँ। साथीहरू, हामीहरू आज कहाँ छौँ हजुरहरूलाई त थाहा छैन होला। हामी चाहिँ अहिले काठमाडौँ आएका छौँ। आएको बेलामा यसो दक्षिणकाली दर्शन गर्न जाउँ न भनेर हामीहरू रेडी हुँदैछौँ। उहाँ चाहिँ मेरो भिनाजु, अनि ऊ छोरी, अनि उहाँ चाहिँ बुढा। हामी सबैजना फ्यामिली टुर भन्दा नि हुन्छ, दक्षिणकाली दर्शन गर्न जाऊँ न भनेर बिहानै उठेर मेरो छोरा बिहानै उठेर तयारी भइसकेका छौँ। अब हाम्रो गाडी पनि आइसक्यो साथीहरू। यहाँ चाहिँ यो भोइस ओभर गर्ने वातावरण पनि छैन क्या साथीहरू। सबैजना केटाकेटीहरू हल्ला गरेर मैले त्यही पनि यसो भिडियो राख्नु पर्यो होइन र, त्यही भएर मैले बनाउँदैछु। अब गाडी आयो, हामीहरू चाहिँ गाडीमा चढ्दैछौँ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अनि कस्तो छ सल्लाह सुझावहरू दिन नभुल्नु होला, अनि लाइक कमेन्ट पनि गरिदिनु होला साथीहरू। छोरी चाहिँ दौड्दै म अगाडि बस्छु है भन्दै आइराखेकी छिन्, तर यहाँ अगाडि बस्नलाई अलि सबै उस्तै भयो क्या नानी बाबुहरू, त्यही भएर हल्ला गर्दै रुँदै कराउँदैछन्। सबैले म अगाडि बस्छु भन्छन्, त्यही भएर एकजना चाहिँ बस्न पाइन्छ, अरू धेरै बस्न पाइँदैन। त्यही भएर नानी बाबुलाई फकाइ फुलाइ गरेर कोहीलाई पछाडि बसाल्दै हामीहरू चाहिँ अब लाग्यौँ। उता बहिनीले बाई भन्दैछे, उसलाई जाम भनेको चाहिँ मलाई जाने मनै छैन, तपाईँहरू जानुहोस् भने। अनि हामी मात्र हिँडेको साथीहरू। उता हाम्रो छोरोले अगाडि बस्न पाएको कुर्के आँखाले हेरिराखेको छ। बाटोमा अलि हल्का हल्का पानी परे जस्तो थियो, त्यही पनि शीतल छ मौसम, काठमाडौँको रमाइलो मौसम अनि रमाइलो वातावरण। हामी चाहिँ खुसी हुँदै हस्किँदै हिँडेछौँ साथीहरू। उता नानीले पनि हाई भनिराखेकी छिन्। दक्षिणकाली जानको लागि सबैजना एक्साइटेड हुनुहुन्छ। गुरुजीले चाहिँ गाडीमा गीत बजाउनु भएको थियो, भजन, मन्दिर जाने भनेर भजन लगाइदिनु भएको थियो। हामीहरू चाहिँ नाच्दै गाउँदै हिँडिराखेका छौँ गाइज। एकदमै रमाइलो छ, बाटोमा जाम पनि थिएन, एकदम खुला अनि सफा बाटो, एकदम रमाइलो यात्रा भयो हाम्रो चाहिँ। अरू के कस्तो रहेछ जान्नको लागि भिडियो अन्तिमसम्म सबै यसैमा छ, एउटैमा छ। यहाँबाट तलतिर लागेपछि यो टाप्पै भएर जान्छ क्या। वडा कार्यालय छैन त यहाँ अगाडि, वडा कार्यालय जाने हुन्छ यो बेला। फाइनल्ली हामीहरू चाहिँ यो दक्षिणकाली ठाउँमा आइयो। ए राजा हाई चप्पल त यहीँ राखेर गए नि हुन्छ न, जुत्ता गाडीमै राखौँ ल। जुत्ता यही गाडीमा चप्पल खोला छोरी। गाइज फाइलो चप्पल यहीँ राख्ने हो। गाइज हामी चाहिँ नि दक्षिणकाली आइयो। बाबु चप्पल खोला त, चप्पल खोला साने, चप्पल खोला, चप्पल। ल छिटो सबैजना। कता उता हो ल ल। हेलो गाइज, मिटिङ गोली छैन अब बोल्न त। फाइनल्ली गाइज हामीहरू यहाँ आइसक्यो। फाइनल्ली नभनिकन फाइनली गाइज वी आर रिचिङ इन दक्षिणकाली। अनि अरू भन्नुहोस्, नानी बाबुहरूलाई रुगा काँचो नलाग्छ है यो चिसोमा। माला खोलायो भगवानलाई छुनु भएन कसरी नि एउटा टोकरी फुलको त्यो बत्तीमा मिठाई के नानी बाबु रुको त, रुको। खुल्ला पैसा यहाँ बनाउनु।
अगरबत्ती खै ल भिडियो बना बाबाले हो राख्ने तिमीले बाबा छो बाबासँग बोले मलाई समाज दाहिने हातले बाला दाहिने हात दाहिने हातले दाहिने हातले सक्यौँ दाहिने हातले दाहिने हात आउनुहोस् तपाईँ पनि एउटा नानी बालेरै छोडो यहाँ नि भयो है दाहिने हातले यसैबाट बाला तपाईँ दियो त यही हो अब यो यसैबाट बाला नरिवल पो हाल्नु हो कहाँहरू यहाँ त होइन हजुर Nào Thanh.
सक्षम खोइ बान्नु रक्षा हुन्छ हेर त बाबु रानु यो प्लास्टिकमा राखिदिनु त हुन्छ नि प्रसाद प्लास्टिकमा राखिदिनुहोस् है हामी आउँछौँ है हामी टोइलेट गरेर आउँछौँ के खानु र तपाईँले खानु हातमा माग्ने होइन म क्लियर खुवाउँछु क्लियर मैले खानिनँ यो सानो कति हो सानो मिठो रहेछ नानी यो सबभन्दा साथीहरू अब हामीहरू चाहिँ पूजापाठ गरेर फर्किने क्रममा छौँ अब हामीहरू घर फर्किन थालेको अवस्था अब चाहिँ हामीहरू एकैछिन एक दुईवटा फोटा दुई चारवटा फोटा भिडियो गराएर फर्किने क्रममा छौँ हामीहरू गाडीमा पनि चढिसक्यौँ साथीहरू यता चाहिँ नानी बाबुहरूले म अगाडि बस्ने भन्दै झगडा गरिरहेका थिए फकाइ फुलाइ गरी मिलाएर हामीहरू चाहिँ त्यहाँबाट हिँड्यौँ अनि जाँदा जाँदै बाटोमा चाहिँ त्यहाँ नागेश्वरी मन्दिर रहेछ अनि त्यहाँ एकैछिन रोकेर त्यहाँको पोखरीमा माछाहरू हेऱ्यौँ अनि नानी बाबुहरू पनि एकछिन रमाए शेषनारायणको मन्दिर हो न शेषनाग त्यहाँको एकैछिनको रमाइलो घुमघामपछि हामीहरू चाहिँ फेरि अर्को ठाउँको लागि हिँड्यो साथीहरू फेरि पनि त्यहाँ जाँदा जाँदै घर जाने बाटोमा फर्किने क्रममा है बाटोमा त्यहाँ फेरि अर्को ठाउँ मञ्जुश्रीले पहाड काटेर पानी निकास गरेको ठाउँ चोबारको गल्छी पर्दो रहेछ हामी चाहिँ त्यहाँ एकैछिन रोकेर त्यहाँको पनि अवलोकन गऱ्यौँ काठमाडौँ उपत्यकाको पानी यही गल्छीबाट बाहिर बगेको भन्ने धार्मिक मान्यता तथा ऐतिहासिक मान्यता रहेको रहेछ यहाँ चाहिँ यसलाई चोबारको खोज पनि भन्दा रहेछन् ल सबैजनाले हेर्नुहोस् है त एकैछिन पहिरो त धेरै छ यो जग्गा पुरै यो चाहिँ चोबारको गल्छी अब धेरै पहिले काठमाडौँमा मानव बस्ती नहुँदा काठमाडौँ पानीले भरिएको खाडल थियो भन्ने इतिहास छ इतिहासका अनुसार चाहिँ तत्कालीन रानी मञ्जुश्रीले तरबारले काटेर चाहिँ यो गल्छी बनाएर यो पानीलाई चाहिँ काठमाडौँबाट निकासा गराएको भन्ने चाहिँ इतिहास छ यहाँले हेर्न सक्नुहुन्छ धन्यवाद यो यस्ता खोज हेर्न त उहाँ जानुपर्छ पोखरा हस् त साथीहरू आजको हाम्रो घुमघाम पनि सकियो हाम्रो भिडियो पनि यति नै हो अब हामीहरू चाहिँ सिधै घर फर्किने क्रममा हो हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद बाई सानै बाई गरिदेऊ हामी अब घरतिर लाग्यो तपाईँले बाई गर्नुहोस् मैले नि बाई गरेँ तपाईँले नि बाई गर्नुहोस् आजको भ्लगलाई इन्ड गरौँ ल छोरा तिमीले नि बाई गरिदिनु सानै